हेलो साथीहरू, नमस्कार। हेर्नुहोस्, हामी चाहिँ आज दुःख गरी थियो अनि काकालाई बिदाई गरेर चाहिँ हामी यता खाजा बनाउनेमा बसिरहेछौँ। के गर्नु, आज त मलाई एकदम कस्तो नराम्रो लागिरहेछ। मान्छेको जिन्दगी चाहिँ यस्तै रहेछ हैन। ढिलो छिटो मात्रै हो, हाम्रो पनि यही हो हुन चाहिँ। बिचारा काकालाई आज हामीले बिदाई दियौँ अनि अब के गर्नु, हामी चाहिँ अब हाम्रो गाउँको चाहिँ यहाँ हामी जो पनि हामी गइन्छ यहाँ आउनै पर्छ साथीहरू। हेर्नुहोस् न, अब के गर्नु है, त्यस्तै छ जिन्दगी। यहाँ गाई गोरुहरू पनि छ। हामी चाहिँ चिया खाजा बनाउनु आएको हो। म चाहिँ चिया खाजा बनाउनु चाहिँ पहिली बार आएको। जहिले आमा आउनुहुन्थ्यो अनि म चाहिँ आज पहिली बार आएको। यहाँ हाम्रो महिला पार्टीहरू पनि हुनुहुन्छ। आदि चाहिँ के अरे अब मलामीलाई खुवाउने सामानहरू लिनु जानुभएको छ। हामी चाहिँ पानीहरू भर्यौँ अनि बस्यौँ। हाम्रो चाहिँ अब ग्यास आयो भने चाहिँ चियाहरू पकाउनु छ। अनि अब आदि हाम्रो महिला पार्टी चाहिँ बजार जानुभएको छ, आउनुभएको छैन। आएपछि चाहिँ अब हामी काममा लाग्ने हो हैन साथीहरू। अब के गर्नु है, हाम्रो गाउँ चाहिँ यस्तै छ। अब के गर्नु, यस्तै हो। अनि अब हामी चाहिँ यहाँ महिला पार्टीहरू कोही गफ गर्ने गरिरहनु भएको छ, कोही बोल्ने बोलिरहनु भएको छ। मलामीहरू कति मटिदिएर पनि आउनु हुँदैछ हो। अनि त्यस्तै हो लो है साथीहरू, हाम्रो चाहिँ यस्तै छ आज चाहिँ। आज हजुरहरूको चाहिँ के छ, हजुरहरूकोतिर चाहिँ राम्रै छ भन्ने म आशा राख्छु हैन। राम्रै होस् सबैको। अब हामी त सोच्छौँ नि कसैको पनि दुःखको घडी नपरोस् भनेर। अब कोही दिन हाम्रोमै पर्न सक्छ, कोही दिन हजुरहरूकोमै पनि पर्न सक्छ। त्यो त अब कसैले भन्दैनन्, भावीको खेल हो हैन। जति माथिबाट लेखेर पठाएका हुन्छन् त्यति मात्रै हामी बाँच्नु पर्दो रहेछ अहिले सोच्दाखेरि चाहिँ हैन साथीहरू। अब के गर्नु, अब हामी चाहिँ अब यहाँ मेरो बुढा चाहिँ अघि जानुभएको छ है। अनि अब हामी चाहिँ यहाँ चिया खाजा बनाउन आएको। आमा आउनुहुन्थ्यो जहिले, आज आमा आउनु भएन, त्यही भएर मै आएँ। किनभने अब म चाहिँ पहिली बार हो आज, त्यही भएर हामीले पानी सानी भरेर रेडी गरेको छौँ। अब हाम्रो अरू महिला पार्टीहरू आउनुभयो भने चाहिँ गर्ने। ल साथीहरू, आजको लागि यति नै। फेरि अर्को भिडियोमा भेटौँ। नमस्कार।